दर्शकबिन नमस्कार, म प्रेमराज लामिछाने। आज हामी निकै खुसी छौँ किनभने रोल्पाका भाइ विजय परियार र बहिनी पूजा परियार यति बेला स्टुडियोसम्म आइसक्नु भएको छ र अब उहाँहरूले गीत गाउँदै हुनुहुन्छ। विजय परियार भाइ आफैले लेखेको गीत नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो, उहाँहरूको यो पहिलो गीत विजय भाइ आफै स्वयंले लेखेको गीत आज रेकर्ड हुँदैछ। आवाज हुनेछ पूजा परियार बहिनीको र स्वयं विजय परियार भाइको। भाइको आज चाहना पुरा हुँदैछ र भाइको यो चाहनालाई पुरा गरिदिँदै हुनुहुन्छ गायक तथा सर्जक एमटी महरले, जो हाम्रो साथमा हुनुहुन्छ। म थोरै पहिला भाइको प्रतिक्रिया लिन्छु, उहाँ कतिको खुसी हुनुहुन्छ? भाइ कतिको खुसी हुनुहुन्छ? म धेरै खुसी छु दाइ, धेरै खुसी नै छु। कहिले पनि म स्टुडियोमा गएको थिएन, आज पहिलो पटक स्टुडियोमा आउँदा। किन अलि स्याड हुनुभयो? गर्मी भएर हो कि के हो? हैन हैन, यो खुसीले गर्दा नै हो। एकदम खुसी भएर। हाँसो आउन थाल्यो क्या बाबु? हैन हैन, खुसी भएर एकदम खुसी हुनुहुन्छ हैन? एकदम धेरै। पूजा बहिनी कस्तो लागिराछ? मलाई पनि एकदम खुसी लागिरहेछ दाइ, हैन? गीत रेकर्ड गर्न पाइयो। अब खास गरेर गीत त बुढोको मात्र थियो, लास्टमा मैले मौकामा चौका मिल्यो हैन? मैले पनि चान्स पाएँ, एकदम खुसी लाग्यो। खुसी लाग्यो हैन? बुढोले लेखेको आफै गीत गुनगुनाइराख्ने घरमा हैन, त्यही गीत रेकर्ड भयो, रेकर्ड हुँदैछ आज। कस्तो लागिरहेछ? एकदम खुसी लागेछ। खुसी लागिरहेछ। एमटी सर, तपाईले गर्दा नै आज भाइ बहिनीले गीत गाउन पाइरहेका छन् हैन? तपाईले चाहिँ के भन्न चाहनुहुन्छ? अब सबैभन्दा ठुलो कुरा एउटा सपना हुन्छ मान्छेमा हैन, त्यो सपना पुरा गर्न जुन चाहिँ मैले पाएँ त्यसको लागि म आफैलाई भाग्यमानी ठान्छु, जसको श्रेय तपाईलाई जान्छ। यो तपाईको कारणले मैले यो अवसर पाएँ र भाइ बहिनीहरूलाई गीत गाउने चान्स दियो। अब उहाँहरूले मिठो गाउनुहुनेछ यो आशा गरेको छु हैन। सबैले मन पराइदिनु होला र एमटी महरलाई चिन्नुहुने नचिन्नुहुनेले पनि अब चिन्नुहुनेछ हैन। पक्कै पनि आज एमटी महरको पहलले नै आज भाइ र बहिनीले गीत गाउँदैछन्। नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो, भाइले निकै गुनगुनाइराख्ने गीत, कहिले मेरो गीत रेकर्ड होला भन्ने उनको सपना थियो। उनको आज सपना पुरा हुँदैछ। बस सपना देख्न जान्नुपर्छ, हर कोहीको पुरा हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण भाइ बन्नु भएको छ। अनि मलाई साथ दिनुहुने मेरो प्रिय भाइ अजय महरले पनि, पहिला खासमा मैले इन्टरभ्यू हेरेको थिएँ उहाँको, म कामको व्यस्तताले मेरो सुटिङहरू अलि भइरहेको थियो, व्यस्त थिएँ। अनि भाइले चाहिँ हाम्रो रोल्पाको भाइ रहेछ, ल विजयलाई चाहिँ सहयोग गर्नु पर्यो, जसरी पनि गीत रेकर्ड गराइदिनु पर्यो भनेर उहाँबाट कोर्डिनेसन गर्नुभयो। अनि उहाँलाई पनि धेरै सम्झना छ। हामीले पनि सम्झिरहेका छौँ साउदी अरबमा रहनुभएका अजय महर सरलाई, र उहाँहरूको पहलले गर्दाखेरि आज भाइको रेकर्ड हुँदैछ। भाइ अब नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो गीत गाउने हैन? कस्तो मजाको के यो शब्द पनि, नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो। यो कसरी लेख्नुभयो शब्द चाहिँ? यो शब्द अब मनबाट नै उबाजेर एक ठाउँमा बसेर लेखेको गीत हो। मैले धेरै धेरै धन्यवाद छ हाम्रो एमटी महर दाई र अजय महर दाईलाई यो अवसर दिनुभयो। मैले सपनामा नसोचेको कुरा, सपनामा नसोचेको कुरा विपन्नमा भइदियो। म धेरै धेरै खुसी छु। उहाँहरूले मोरी लाखौँ लाख धन्यवाद छ। थ्याङ्क यू भाइ, थ्याङ्क यू। ल विजय भाइ, यही हो स्टुडियो हैन? यही हो स्टुडियो, तिमीले गीत गाउने स्टुडियो सानीसँग पनि आए। ल हेलो, यही हो विजय, यही हो स्टुडियो। कस्तो हुन्छ स्टुडियो भन्थ्यौ त तिमीले? स्टुडियो यस्तो हुन्छ है। हेर अब यहाँ तिमीले माइक लगाउने अनि ट्याक्क गाउने। आउने त पूजा बहिनी भनेपछि मलाई पनि सबैजनाले चिन्ने भए। अब म चर्चित बन्ने भएँ। चर्चित त भइसक्यो भाइ। अब मलाई सबैले चिन्ने भयो। अब मैले त पहिलोपटक छिरेको यो गीत स्टुडियोमा पहिला थाहा थिएन यस्तो हुने रहेछ गाउने। ल विजय भाइ, पहिलो गीत हो, राम्रोसँग गाउनुपर्छ है पूजा बहिनी? ल बधाई छ तपाईहरुलाई दुवैजनालाई। अनि पहिला मैले गाउने कि उसले गाउने? यसो गर, त्यो तिमी गाऊ पहिला तिमीले गाऊ, अनि पूजाले गाउँछिन् है। यसरी लगाउने हो। हजुर। अनि तिमीलाई असजिलो भयो, अलिकति बढी भयो भने भन्नु उता साउन्डको लागि। उस्तै पर्यो भने तिमीले एउटा कान बाहिर गराएर अझ फिल आउँछ, त्यसरी गाउने है। तिमीले गाइस, पूजाले गाउने। हामी उता बस्छौँ, तपाईले गाउने, त्यसपछि पूजा बहिनीले गाउनुहुन्छ है। अनि माइकको अलि नजिक आएर गाउनु ल है, आवाजहरू पुग्दैन नि त है। डर लाग्छ कि छैन भाइ? डर त लागिरहेछ रे, पहिलो पटक नै हो। अब धेरै गीत गाएको भए पहिलो पटक आएको दाइ, अब डर त लागिरहेछ, मोटो थर्किरहेछ। त्यही पनि नथर्किनु, राम्रोसँग गाउनु है। पूजा बहिनी अगाडि आउनु न, अलि त अगाडि है, राम्रोसँग गाउनुहोस् ल। हुन्छ ल, बेस्ट अफ लक। अब सानो नानीले पनि गाउनु हुन्थ्यो, अलि ठुलो भएको भए त है। अब हामी पूजा, हामी प्रेम सर बाहिर बसौँ हैन, बाबुले चाहिँ गाउँछन् हैन है भाइ। ल बेस्ट अफ लक। ल बेस्ट अफ लक, राम्रोसँग गर ल सानी। ल शुभकामना।
नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो, किन आज यो मन सिसासरी फुट्यो। लाग्छ मेरो भाग्य पनि दैवले नि लुट्यो, जबदेखि याद छ मलाई तिम्रो साथ छुट्यो। धानको बाला पाकेर भुइँ छुने भयो, पल्न गाउँको पूजा पनि कता पुइल गयो। नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो। बगिरहेको खोला पनि पुलमा गई सुक्यो, तिमीले ढोका दियौ र पोयो मन साह्रै दुख्यो। नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो, नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो। लाग्छ मेरो भाग्य पनि दैवले नि लुट्यो, जबदेखि याद छ मलाई तिम्रो साथ छुट्यो भन्ने यो शब्द छ। यो यसरी गाउँ। ओइ आउँदिन के लुट्यो मात्रै हो नि, त्यसपछि जब लाग्छ मेरो भाग्य पनि दैवले लुट्यो मात्रै हो नि, जबदेखि याद छ मलाई तिम्रो साथ छुट्यो यसरी गाउँ न। छुट्योमा के हुनु? ल फाइन जाउँ। ल भाइ विजय एकदमै राम्रो गीत गायो र पूजा बहिनीले पनि एकदमै मिठो गीत गायो होइन, खुसी लाग्छ। एकदमै राम्रो, शुभकामना, तिम्रो गीत चलोस्। तिम्रो एउटा सपना थियो होइन, त्यो सपना पुरा भयो होइन। अब दाइलाई नबिर्सिनु होइन, मेरो आफ्नो भाइ सम्झेर बहिनी सम्झेर मैले जति सकेँ त्यति तपाईँहरूको लागि गरेँ। म पनि त्यति हुने खाने ठुलो मान्छे त होइन, तर पनि मेरो आफ्नो केही कुरालाई कटअप गरेर तपाईँहरूलाई सहयोग गरे हो। सबैले माया गर्नेछन्, तपाईँहरूको दुःख मैले देख्न नसकेर मैले पनि गरे हो। अनि प्रेम सरको माध्यमबाट यति गर्न पाइयो, म एकदमै खुसी छु र प्रेमजीलाई धेरै धेरै धन्यवाद छ। अनि मैले राम्रो गीत गायो र बेस्ट अफ लक त छँदैछ। तिम्रो पारिश्रमिक सम्झेर मैले थोरै जति सकेँ दाइले तिम्रो पारिश्रमिक, पहिलो पारिश्रमिक धेरै महत्त्व हुन्छ बाबु, यो मैले तिमीलाई दिएको छु, यो राख ल। दुईजनाले नै होइन गीत गाउन आएको दाइ, तपाईँले धेरै सहयोग गर्नुभएको छ, काम अब धेरै राम्रो गर्नुभएको छ। हजुरसँग यस्तो उ गरेर हुन्छ, धेरै सहयोग गर्नु दाइले मायाले दिनुभयो भने भाइको पारिश्रमिक। तिम्रो यस्तो हुन्छ क्या, जो पनि जिन्दगीको पहिलो कमाइ धेरै महत्त्व हुन्छ। यो पैसाले आफ्नो आमालाई अथवा छोरीलाई, आफ्नो श्रीमतीलाई केही गरिदिन्छौ भन्ने मैले आशा हो। यो एउटा पहिलो पारिश्रमिक सम्झेर यो तिमीले समाउनै पर्छ। ल पूजा बहिनी, ल दुईजनाले नै समाउने है। ल यो पहिलो पारिश्रमिक हो, त्यो तपाईँको गीतबाट पनि। आज एमटी महर सरले भाइले जसरी गीत, भाइ र बहिनीले जसरी गीत गाउनुभयो पहिलो गीत, र उहाँहरूलाई यो सम्मान स्वरूप होइन देख्दै यस्तो मायालु मान्छे छन्, एकदमै राम्रो छन्, सधैँ राम्रो होस्। जस्तो कि अब यो राख्नु भएन, राख्नु भाइ, राख्नु गोजीमा राख्नु है, राख्नु। जस्तो कि बहिनी, अब तपाईँहरू गीत गाउनुभयो, आज तपाईँहरूको एउटा सपना पुरा पनि भयो होइन। जस्तो कि अब इट्टा भट्टामा काम गर्ने तपाईँहरू होइन, अब बर्खा लाग्दैछ, अब फेरि के काम गर्नुहुन्छ इट्टा भट्टामा? बर्खा त अब इट्टा भट्टा काम पनि बन्द हुन्छ, काम पाइनै गाह्रो हुन्छ, कामै पाइँदैन। अब कहिलेकाहीँ यस्तै गाउँघरमा अब धानहरू रोप्ने त्यही काम चल्छ बर्खामा, अनि त्यसपछि काम पाइन गाह्रै हुन्छ काम पाउन चाहिँ। अब धान रोपेर पैसा कमाइ हुन्छ, अब अरूको धान अब अलिअलि हुन्छ दाइ, मल बोक्ने होइन। यहाँको अलिअलि भन्नुको मतलब त्यो खाना लाउन पनि मुस्किल हो क्या खासमा भन्ने उहाँहरूले भन्न जान्नुहुन्न खासमा होइन। किनभने हामी स्वयं म त्यहाँ गएर बसेर त्यहाँ वातावरण हेर्दाखेरि जस्तो कि कहिलेकाहीँ त उहाँहरू सब त्यो खानालाई पनि पैसा पुग्दैन क्या उहाँहरूसँग त। उहाँहरू अलिअलि हुन्छ भन्नुको मतलब मान्छे उहाँहरूसँग रहेछ भन्ने बुझिन्छ। 4-5 हजार निकाल्यो, अनि अब तरकारी रासनहरू, अब बिचमा तेल नुनहरू ल्याउनु पर्यो, प्याज टमाटरहरू ल्याउनु पर्यो, त्यहीमा अब 2-3 हजार त्यही गइहाल्छ, बच्चा। मलाई त यस्तो लाग्छ क्या सर, जस्तो कि अब उहाँहरूले इट्टा भट्टामा काम गर्नुहुन्छ नि, अलिकति सजिलो काम भएपछि सजिलो हुन्छ जस्तो लाग्छ। कहिले काहीँ बहिनीको त अलिकति सिप पनि होला, पकाउन जान्ने मान्छेले अलिकति चटपटे पानीपुरी हुन्छ नि, हो नि, हो त्यो टाइपको व्यापार अलिकति गरिदिन पाए पनि सजिलो हुन्थ्यो होला। सजिलो हुन्थ्यो नि। अब त्यस्तो आइडिया छ कि छैन बहिनी? आउँछ चट बनाउन आउँछ। त्यो त यो चाहिँ मलाई अलिकति सही लाग्यो सर, यो किनभने इट्टा बोकेर दिनभरि इट्टा भाइले पनि सहयोग गरिहाल्नुहुन्छ होइन। एकदमै गर्नुहुन्छ नि। अब उहाँहरू फेरि एउटा कम्बिनेसन राम्रो लाग्यो होइन। अब यति मिलेको जोडी छ क्या, सबैभन्दा मैले उहाँहरूको माया प्रेम देखेर नि मलाई कति खुसी लागिरहेको छ पनि। अनि ठ्याक्कै फेरि दुइटैले गाउनु हुँदो रहेछ गीतै गाउने रहेछ कि फेरि कस्तो मिलेको होइन। अब उहाँहरूलाई अब पक्कै पनि हामीले यति गऱ्यौँ,
दर्शक श्रोताहरू पनि हेरिरहनु भएको छ त्यही त पक्कै पनि कसैले पनि भाइ र बहिनीको एउटा भविष्य सोच्नु भएको छ भने उहाँहरूको यो प्रेम देखेर मलाई साँच्चीकै माया लागेको छ। आज भाइ र बहिनीको साँच्चीकै उहाँहरूको प्रेम देखेरै हुनु हो कि यदि मिलेको जोडी छ उहाँहरूको रहर चाहिँ त पुरा गरिदिउँ भनेर नै हामीलाई रहर लागेर उहाँहरूलाई आज स्टुडियोसम्म पुऱ्याएका छौँ। र भोलिका दिनमा के जे जस्तो भए पनि भाइलाई इट्टा बोकेको देखेर मलाई त्यो साँच्चै कस्तो लाग्यो भने कस्तो लाग्यो तपाईँ आफै पनि भन्नुभएको थियो मान्छेहरूको हेर्ने दृष्टिकोण कस्तो होला कोहीले अब नराम्रो पनि भन्नु होला होइन कामलाई भन्न खोजेको होइन कि हामीलाई पनि होइन मैले पनि कामलाई त्यस्तो भन्न खोजेँ होइन तर धेरै गाह्रो काम हो क्या खासमा त एकदमै गाह्रो काम हो एकदमै अब त्यसरी मरिमरि त्यस्तो धुलो माटोमा खेलेर काम गरिन्छ। अब पैसा हप्तामा अब त्यस्तै 2-3 हजार निकालिदिन्छ त्यही पनि अब खाना लान पनि धेरै मुस्किल हुन्छ दाइ। अब 2-3 हजार निकालिदिन्छ त्योभन्दा ज्यादा निकाल्नु पनि हुन्न। अब काम पछि तिर्न पर्यो फेरि हैन पछि अब गिरानी लाग्यो बगाइ लाग्यो फेरि पछि तिर्नु पर्छ धेरै निकालेन सानो एउटा ढेब्री जस्तो घुम्ती पसल जस्तो बनाएर एउटा चटपटेको मात्रै व्यापार गर्न सुरु गर्ने भने पनि राम्रो हुन्छ जस्तो लाग्छ। ठीक छ आशा छ। त्यही त त्यसैको लागि कोही दर्शक श्रोता कोही मनकारी मन हुनुहुन्छ भने कृपया प्लिज उहाँहरूको लागि त्यस्तो खालको वातावरण जुटाइदिनु होला। अब सहयोगकै लागि भनेर हामीले पैसा मागेर हिँड्ने कुरा पनि भएन होइन। त्यस्तो कुनै खालको छ भने सबैले स्रोत साधन जुटाइदिउँ उहाँहरूले गर्नुहुन्छ भन्नु। हाम्रो नेपालको एउटा जुन मन छ नि नेपालीहरूको त्यो कुरा मैले फिल पनि गरेको छु सबैले फिल गरेको छु सायद पक्कै पनि उहाँलाई सहयोग 100% आउँछ जस्तो लाग्छ मलाई चाहिँ। विजय भाइ हजुर के छ इट्टा बोक्न गाह्रो हुन्छ? धेरै गाह्रो हुन्छ दाइ ढाड दुख्छ राति सुत्ने बेला खुट्टाहरू दुख्छ दाइ धेरै गाह्रो हुन्छ यो इट्टा बोक्ने। बिहान तपाईँको 4 बजी उठ्नु पर्यो साँझ 6 बजीसम्म गर्नु पर्यो काम धेरै नै गाह्रो हुन्छ। तपाईँको एक पटक लगाए 1 छाप लागिन्छ। अब 1 छापबाट 50 छाप अघि अनि 100 छाप अघि पछि लगाएर 100 छाप हुन्छ। त्यो पुऱ्याएपछि बल्ल 600-700 कमाइ हुन्छ। त्योमा 1000 इट्टा बोकेपछि बल्ल 375 हुन्छ कमाइ। 1000 इट्टा फाले पनि कसरी फाल्नु त्यत्रो 1000 भने कति हुन्छ? कतिवटा बोक्नुहुन्छ हजुरले? मैले 30 वटा बोक्छु। 30,300 भनेपछि 300 393 धेरै बोक्न पर्यो क्या धेरै बोक्नु गाह्रो छ। त्योभन्दा सजिलो अलिकति एउटा मैले भने नि त्यो उहाँहरूको भने ठिक हो एउटा चटपटे एउटा व्यापार गराइदिएपछि अथवा पानीपुरी पसल सामान्य पसल क्या त्यसमा धेरै लगानी नहोस् 10-20 हजारमा पसल खोल्न सकिन्छ नि सर सकिँदैन र? त्यो पैसा भन्दा पनि हामीले स्रोत साधन जुटाउँ अथवा के हुन्छ दर्शकहरूको सल्लाह सुझाव पनि हामी अवश्य किनभने तपाईँहरूले गर्दा नै हो आज भाइ बहिनीले यो अवसर पाएको। विशेष त उहाँहरूले भिडियो हेरिदिनु भयो नि त माया देखाउनु भयो होइन। तपाईँहरूले जसरी माया देखाउनु भयो ठिक छ। अब के गर्दाखेरि सजिलो होला तपाईँलाई मनमा लागेको जिज्ञासा पनि तपाईँहरूले कमेन्ट गरिदिनु होला। अब एउटा गीत रेकर्ड गराइदिइहाल्ने मैले अब अरू साथीहरू अब अरू दर्शकहरूले पनि पक्कै पनि माया गर्नुहुनेछ भन्ने आशा छ। यदि पूजा बहिनीको लागि गर्नु भएन भने कसै दर्शकले गर्नु भएन भने त्यो म गर्नेछु। ल म एउटा पसल म सक्दो गर्नेछु। प्रेमजी साथमै हुनुहुन्छ? म साथमै छु होइन। हजुर टक्क लाएर हो नि अब बर्खा सुन्दैछ सुरु हुँदैछ काम पनि हुँदैन होइन उता इट्टा बट्टामा भन्दा यसो सानो व्यापार सँगसँगै होइन। हामी प्रेमजी हामी सँगै छौँ ल केही त्यसको लागि पनि हामीले मलाई त लाग्छ पक्कै पनि गर्नुहुन्छ। ल ठिक छ हुन्छ धन्यवाद। खुसी हुनुहुन्छ नि पूजा बहिनी? थ्याङ्क यू